हेलो गाइस, गुड मर्निङ एन्ड वेलकम टु माई युट्युब च्यानल। अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला है। आज चाहिँ म बिहानैदेखि भ्लग बनाउँदैछु। आज चाहिँ हाम्रो प्लान चाहिँ व्हाइट गुम्बा जाने छ। सो म मेरो बिहानको डेली रुटिन जस्तै पूजा गर्दैछु। पूजा गरिसकेपछि म चाहिँ व्हाइट गुम्बा जानलाई रेडी भयो। अनि हामीले चाहिँ ट्याक्सी बोलाएर हामी ट्याक्सीमा चढ्यौँ। हामीले चाहिँ व्हाइट गुम्बा जाने बाटो थाहा थिएन, सो ट्याक्सीमा जाने भएमा हामी ट्याक्सीमा गयौँ। ट्याक्सीमा चढ्दै भ्यू हेर्दै हामी व्हाइट गुम्बाको यात्रा सुरु गऱ्यौँ। एक्साइटेड एन्ड रमाइलो भइराखेको थियो। तर के गर्नु, हामी जाममा पऱ्यो। जाममा परेपछि जाममा चाहिँ हामी 1 घन्टा जति बस्यो होला। तर त्यहाँ ट्राफिक आएर ट्याक्सी जानु नदिने, गाडीहरू जानु नदिने भएपछि हामी ओर्लिएर हिँड्यौँ। हामी अब हिँडेर व्हाइट गुम्बा जाने भयो। फेरि यहाँ पनि मान्छेको जाम भयो। मान्छे र गाडी यति थियो कि हिँड्नै नसकिने, हिँड्नै गाह्रो थियो। अनि फेरि हामी बिस्तारै बाटो खोज्दै अगाडि बढ्यौँ। हेर्नुहोस् त तपाईँहरूले कति जाम थियो। हामी चाहिँ सर्टकट बाटोमा, त्यो छोटो बाटोमा गयौँ। अब चाहिँ हामी व्हाइट गुम्बा पुग्न लाग्यो। व्हाइट गुम्बा पुग्दा नै व्हाइट गुम्बा नजिक पनि यस्तो भिड थियो कि गेटमा। भए पनि हामी बिस्तारै गेटमा छिर्यौँ। फाइनल्ली हामी चाहिँ व्हाइट गुम्बा आइपुग्यौँ। व्हाइट गुम्बा छिर्यो अनि बिस्तारै माथि जान लाग्यौँ। व्हाइट गुम्बाको भ्यूहरू हेर्दै अनि आनन्द लिँदै हामी माथि गयौँ। तर मान्छेको यस्तो भिड थियो कि खुट्टा टेक्ने ठाउँ थिएन। भए पनि हामी गयौँ। सबैजना आफ्नो फोटो खिच्ने, भिडियो खिच्ने बिजी थियो। म पनि त्यस्तै भिडियो गर्दै फोटो खिच्दै गयो। तर फोटो खिच्ने चाहिँ त्यस्तो माहौल थिएन। म चाहिँ अलिअलि भिडियो गर्दै अगाडि बढ्यो। अब मान्छेको हेर्नु त तपाईँहरूले, मान्छेको भिड कति छ। हामी त्यही पनि बिहानै जाँदा यस्तो छ। आज त मान्छेहरू त नेपालमा मान्छे छैन भने त व्हाइट गुम्बा पो हेर्न जानुपर्ने रहेछ, कति मान्छे छ भने।
अब हामी चाहिँ माथि टपमा पुग्न लाग्यो। टपमा पुग्दा चाहिँ यस्तो राम्रो भ्यूहरू थियो कि यस्तो राम्रो मनै आनन्द हुने खालको, यस्तो भिडभाडमा पनि त्यो भ्यू हेरेपछि एकदम मनै आनन्द हुने खालको थियो। त्यही भएर होला गुम्बा भनेको त्यस्तो हुँदो रहेछ के। अब मान्छे जति भिडभाड भए पनि त्यहाँ पुगेपछि मनै आनन्द हुने। तर एकदम धेरै भिडभाड भएकोले चाहिँ म चाहिँ मेरो बच्चाहरू पनि थियो, त्यही भएर म चाहिँ यताउति कहीँ पनि गएन, भिडियो गरेँ। अनि त्यसपछि उता लाभा भएको ठाउँमा चाहिँ जान नदिँदो रहेछ। म चाहिँ त्यहाँ जाने भनेर गएको थियो, त्यहाँ जान नदिने रहेछ। अनि त्यही भएर म चाहिँ यताउति भ्यू हेरेर त्यहीँ भिडियो गर्दै एक राउन्ड गरेँ। एक राउन्ड गरिसकेपछि चाहिँ म चाहिँ मेरो बच्चा सुतिरहेको थियो, त्यही भएर म चाहिँ एक ठाउँमा बस्ने निर्णय गरेँ। चाहिँ उठिसकेको थियो। उठिसकेपछि हेर्नु त कस्तो खुसी भएको। अनि दिदी चाहिँ सँग कस्तो हेप्पी भएर ऊ चाहिँ इन्जोय गरिरहेको थियो। तर मान्छेको भिड भएर मैले उनीहरूलाई चाहिँ एकै ठाउँमा राखेँ। त्यहाँ बसेर पछि हामी चाहिँ फर्किने निर्णय गरेँ, किनकि त्यत्रो भिडमा गाह्रो भइसकेको थियो। त्यही भएर हामी चाहिँ फर्क्यौँ। फर्कँदा पनि यस्तो भिड थियो कि हेर्नु त तपाईँहरूले कस्तो भिड। आज त शनिबार भएर हो कि मान्छे हेर्नु त गेटबाट आउने नि त्यत्तिकै छ, जाने पनि त्यत्तिकै छ। अनि यही भिडमा हामी निस्किनलाई हिँडेँ। बाहिर निस्केपछि सबैको हेर्नु त अनुहार थकाइ लागेर सबैले उफ भनिरहेछ। अनि हामी चाहिँ बिहानै गएकोले अलिक भोक लागिरहेको थियो। अनि त्यहाँ हामीले चिप्स रेडबुल चिसो खायो। खानालाई एकछिन बस्यो अनि खाएपछि फेरि हामी चाहिँ आफ्नो कोठातिर आउन थाल्यो। अनि कोठामा आउँदा नि हेर्नु त मान्छे त कहाँ हो, सडकमा बाटो नपाएर माथिबाट आइरहेछ। अनि हामी चाहिँ बिस्तारै तलतिर आयौँ। तलतिर आएपछि चाहिँ हेर्नु त कस्तो राम्रो भ्यू देखेको। यस्तो राम्रो भ्यू देख्छ कि हेर्नु त हाम्रो काठमाडौँ सहर हेर्दा लाग्छ बहारा भनेर जस्तै कस्तो राम्रो देखिरहेको थियो। अनि मैले चाहिँ 1-2वटा फोटो खिचेँ। फोटो खिचिसकेपछि चाहिँ फेरि हामी आयौँ। फाइनली हामी चाहिँ बुद्ध पार्कमा आइपुग्यो। बुद्ध पार्क आइपुगेपछि चाहिँ साइममा आइसकेपछि चाहिँ उनीहरूले चाहिँ खुल्ला भए जस्तो लागेको छ क्या। अरे हेर्नु न हेप्पी भएको मेरो छोरा हेर्नु न। त्यहाँ मङ्की देखाएको थियो। मङ्की देखेर यता आउनै नमान्ने, जानै नमान्ने, त्यहाँ हेरेर बस्नुपर्ने रे। म चाहिँ त्यो मङ्कीले त्यो गर्छ भनेर कस्तो डराइराखेको थियो। त्यो चाहिँ नडराइकन मङ्कीलाई जिस्केर अनि बल्ल तल्ल आयो चाहिँ भोक लागिसकेको थियो। सो हामी चाहिँ एउटा होटल रेस्टुरेन्टमा बसेर अनि खाजा खान थाल्यो। खाजा खाएपछि फाइनली हामी चाहिँ घर आइपुगेका छौँ। सो एकदमै थकित भइरहेछ। सो सी यू नेक्स्ट भिडियो।